नमस्ते। आज हामी मे 13 को नेप्से बजारको गहिरो समीक्षा गर्दैछौँ। आज बजारमा के कस्ता उतार चढाव आए, कुन कम्पनीले बजार तताए अनि समग्रमा आजको डेटाले के भनिरहेको छ त? सतही हल्लाभन्दा पनि हामी सिधै वास्तविक तथ्याङ्कभित्रै पसेर हेर्नेछौँ। ल, अब सिधै आजको बजारको अवस्थातिर लागौँ है त। सुरुवात गरौँ यो एउटा एकदमै महत्त्वपूर्ण अङ्कबाट। -4.15। सुन्दा यो सामान्य अङ्क जस्तो लाग्न सक्छ हैन? तर आजको समग्र बजारको सेन्टिमेन्टलाई यो एउटै अङ्कले छर्लङ्ग पारिदिन्छ। दिनभरिको उतार चढाउपछि हाम्रो बजार आज झिनो अङ्कले रातोमै बन्द भएको छ। बाहिरबाट हेर्दा यो सामान्य गिरावट जस्तो देखिए पनि यसको भित्री कथा चाहिँ अलि फरक र निकै रोचक छ। ल, अब यो इन्ट्राडे चार्टलाई हेरौँ न। आज बजारको मुटुको ढुकढुकी ठ्याक्कै यही ग्राफमा देखिन्छ। नेप्से इन्डेक्स 2740.25 को बिन्दुमा बन्द भएको छ, जुन समग्रमा 0.5% को सामान्य गिरावट हो। तर यहाँनिर ध्यान दिएर हेर्नुभयो भने बजार खुल्ने बित्तिकै सुरुमै एउटा तीव्र गिरावट आएको थियो। त्यसपछि बजारले आफूलाई सम्हाल्ने भर्मकदुर प्रयास त गर्यो, तर दिउँसोको समयमा त अचम्मकै भोलाटालिटी देखियो। बन्द हुने बेलामा मात्रै अलिकति रिकभरी गरेर यसले आफूलाई झिनो घाटामा सीमित गरेको छ। इन्डेक्सको रेखा लगभग फ्ल्याट वा सामान्य मात्र घटेको देखेर नझुकिनु होला है। भित्री यथार्थ निकै चाखलाग्दो छ। आज जम्मा 82वटा कम्पनीको शेयर मूल्य बढेको छ भने उता 176वटा कम्पनीको मूल्य घटेको छ। बाँकी 12वटाको मूल्य चाहिँ स्थिर रह्यो। यसको मतलब के हो भने बजार थोरै घटेको जस्तो देखिए पनि आज बेरिश सेन्टिमेन्ट नै मज्जाले हावी थियो। कमाउने भन्दा गुमाउने कम्पनीको संख्या झण्डै दोब्बर भन्दा बढी छ नि त। तर यस्तो बेरिश दबावको बावजुद पनि केही कम्पनीहरूले भने आजको ट्रेन्डलाई नै चुनौती दिएका छन्। आजका सर्वाधिक कमाउने वा टप गेनर्सहरूको सूची हेर्दा एएचएलले सबैभन्दा धेरै अर्थात् 11.42% आफ्नो मूल्य बढाएर तहल्कै मचायो। त्यसैगरी एसवाइपिएनएल र एचबिएलडी 86ले पनि निकै उत्कृष्ट प्रदर्शन गर्दै हरियो सूचीको अग्रस्थान कब्जा गरेका छन्। यी कम्पनीहरूले आजको अस्थिर बजारमा पनि लगानीकर्तालाई गजबको प्रतिफल दिए भन्नुपर्छ। एकातिर यस्ता विजेताहरू छन् भने अर्कोतिर आज सर्वाधिक गुमाउने अर्थात् टप लुजर्सको सूची भने हाम्रै अगाडि छ र यसले शेयर बजारको रियालिटी कति कठोर हुन सक्छ भन्ने कुरा प्रस्ट्याउँछ। हेर्नुस् त, डिएलबिएसको शेयर मूल्य आज भारी मात्रामा अर्थात् एकै दिन 167 रुपियाँले तल खसेको छ। त्यसको लगत्तै झापा र CIZ-BD90ले पनि आज बजारमा निकै ठूलो गिरावट सामना गर्नु पर्यो। यो भिन्नतालाई अझ स्पष्ट रूपमा बुझ्न यो तुलना हेरौँ न। आज बजारमा दुईवटा विपरीत ध्रुवहरू स्पष्ट देखिए। एकातिर एएचएल छ, जसले आफ्नो मूल्यमा 11.42% को उछाल ल्यायो र ठिक विपरीत दिशामा हेर्दा डिएलबिएस छ, जुन 11.17%ले स्वात्तै तल खस्यो। एउटै बजार, एउटै दिन, तर परिणाम हेर्नुस् त, आकाश जमिनको फरक। यसले नेप्सेमा दैनिक उतार चढाउ कति भयानक र सँगसँगै अवसरपूर्ण दुवै हुन सक्छ भन्ने कुरालाई गजबले प्रमाणित गर्छ। अब हामी तरलता र कारोबारको कुरा गर्दैछौँ, तर त्योभन्दा अगाडि दुईवटा महत्त्वपूर्ण वित्तीय शब्दहरूलाई सरसर्ती सम्झिहालौँ: टर्नओभर र भोल्युम। टर्नओभर भनेको आज कारोबार भएको शेयरहरूको कुल रकम हो, जुन रुपैयाँमा हिसाब गरिन्छ, अनि भोल्युम भनेको चाहिँ किनबेच भएको कुल शेयर सङ्ख्या हो, अर्थात् कति किता शेयर हात बदल भयो भन्ने कुरा। यी दुईवटा कुराले बजारमा पैसा खासमा कता गइरहेको छ भन्ने स्पष्ट तस्विर दिन्छन्। ल, अब बजारको इन्जिन रुममै प्रवेश गरौँ। आज पैसाको सबैभन्दा ठूलो प्रवाह कहाँ भयो त? यो टप टर्नओभरको सूचीले त्यही देखाउँछ। यहाँ हामीले रुपैयाँको आधारमा सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरू देख्न सक्छौँ। सूचीको सबैभन्दा माथि एसवाइपिएनएल छ र त्यसपछि रिडी, साहस अनि एसओएचएल जस्ता कम्पनीहरूले बजारको धेरैजसो पुँजीलाई आफूतिर तानेका छन्। यसलाई अझै सजिलो बनाउन शीर्ष 3वटा कम्पनीलाई मात्र हेरौँ है त। एसवाइपिएनएलले आज 27 करोड 79 लाख रुपियाँभन्दा बढीको कारोबार गर्दै बजारमा एक छत्र राज नै गर्यो भन्दा हुन्छ। दोस्रोमा रिडी छ, जसको करिब 9 करोड 85 लाखको कारोबार भयो, र तेस्रोमा साहसको 9 करोड 58 लाखको कारोबार भएको छ। यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भने पहिलो र दोस्रो स्थानको रकम बीचको अन्तर निकै ठूलो छ नि। आज लगानीकर्ताको पहिलो रोजाइमा एसवाइपिएनएल स्पष्ट रूपमै परेको देखियो। अब पैसाको कुरालाई एकैछिन थाती राखेर शेयरको सङ्ख्या अर्थात् भोल्युमतिर लागौँ। आज सबैभन्दा धेरै किता शेयर कसको किनबेच भयो त?
सर्वाधिक भोल्युमको तथ्याङ्क हेर्दा एनएचपिसी, रिडी र एकेजेसिएल जस्ता कम्पनीहरू अग्रस्थानमा छन्। आज यिनीहरूकै सेयर सबैभन्दा धेरै हातबदल भएका छन्। भोल्युमको उत्कृष्ट 3को सूची यस्तो छ। एनएचपिसीको आज 2,90,000 भन्दा बढी किता शेयर कारोबार भयो। दोस्रोमा रिडीको 2,85,000 भन्दा बढी किता र तेस्रोमा एकेजेसिएलको 1,93,000 भन्दा बढी किता। यहाँनिर एउटा इन्ट्रेस्टिङ कुरा के छ भने नि, रिडी यस्तो कम्पनीको रूपमा उभिएको छ जुन रकमको आधारमा अर्थात् टर्नओभरमा पनि र शेयर सङ्ख्याको आधारमा अर्थात् भोल्युममा पनि टप 3 भित्र पर्न सफल भएको छ। पैसा र शेयर सङ्ख्याको कुरा त भयो, अब आज बजार कतिको व्यस्त थियो भन्ने कुरा चाहिँ ट्रान्ज्याक्सन वा कारोबार सङ्ख्याबाट हेरौँ। सर्वाधिक कारोबार सङ्ख्याको सूची हेर्दा आज पिसिआइएलले सबैलाई पछाडि छोडेको छ। आज यसको मात्रै 2,558 वटा व्यक्तिगत ट्रान्ज्याक्सनहरू भएका छन्। यसले के देखाउँछ भने आज धेरै जसो ट्रेडर र साना लगानीकर्ताहरूको ध्यान पिसिआइएलमै केन्द्रित थियो। अब अहिलेसम्मका यी सबै डेटाहरूलाई एकै ठाउँमा राखेर हेर्ने हो भने आजको बजारको एउटा प्रष्ट कथा बन्छ र आजको त्यो कथाको हिरो हो एसवाईपीएनएल। यो कम्पनीलाई हेर्नुस् त, यो टप गेनरको सूचीमा पनि छ, सर्वाधिक टर्नओभरमा त नम्बर 1 नै छ, टप भोल्युममा पनि छ र धेरै पटक कारोबार भएको सूचीमा पनि अगाडि नै छ। आज बजार रातो हुँदा पनि एसवाईपीएनएलको प्रदर्शन भने बजारभरि नै सर्वव्यापी रह्यो। यसले आफ्नो चमक मज्जाले छोड्न सफल भयो। ल, अब यी कम्पनीहरूबाट अलिकति बाहिर निस्केर फेरि समग्र बजारको तस्विरलाई हेरौँ। आजको अन्तिम मार्केट समरी यस्तो छ। आज बजारमा कुल 42,176 वटा छुट्टा छुट्टै कारोबारहरू भए, जसमा 56 लाखभन्दा बढी किता शेयर किन्देज भएका छन्। यो तथ्याङ्कले बजारमा तरलता र व्यापारिक गतिशीलता राम्रैसँग चलिरहेको छ भन्ने कुरालाई चाहिँ पुष्टि गर्छ। र अब नेप्सेको विशालता झल्काउने यो अङ्क हेरौँ। 46 खर्ब 73 अर्ब 64 करोडभन्दा बढी। अङ्कमै हेर्दा पनि कति विशाल छ नि है। यो रुपैयाँमा आजको हाम्रो कुल बजार पुँजीकरण अर्थात् टोटल मार्केट क्यापिटलाइजेसन हो। समग्र शेयर बजारको आजको कुल भ्यालु नै यही हो। बजारमा आउने ससाना उतार चढाउले पनि यो खरबौँको पुँजीमा कति ठूलो प्रभाव पार्छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ। आजको यो समग्र समीक्षाको अन्त्यमा हामी एउटा निकै महत्त्वपूर्ण प्रश्नमा आएर रोकिएका छौँ। इन्डेक्स सामान्य मात्रै घटेको देखिए पनि आज स्पष्ट रूपमा घटेका कम्पनीहरूकै दबदबा रह्यो र बियरिश मोमेन्टम नै हावी भयो। तर शेयर बजारको सुन्दरता भनेकै यसको अनिश्चिततामा लुकेको सम्भावना हो नि, होइन र? अब प्रश्न यो छ कि आज घट्ने कम्पनीहरूको यति ठूलो दबदबा रहँदै पनि के भोलिको ट्रेडिङ सेसनमा बुलले फेरि आफ्नो लय समात्ला त? आजको तथ्याङ्कले हामीलाई बजार बुझ्न पक्कै मद्दत गरेको छ, तर भोलिको बजारको चाल कस्तो हुन्छ त्यो भन्ने हेर्न बाँकी नै छ। आजको समीक्षाबाट चाहिँ हामी बिदा हुन्छौँ। अर्को तथ्याङ्क र विश्लेषणका साथ फेरि भेट्नेछौँ।